नमस्कार सबैजनालाई। यतिखेर म झापाको बुद्ध शान्ति 6 र 7 लाई जोड्ने यो झोलुङ्गे पुलमा छु। तपाईहरुलाई जानकारी गराउन चाहन्छु। यो पुल चाहिँ कोशी प्रदेशकै सबैभन्दा लामो पुल हो, जसको लम्बाइ 477 मिटर रहेको छ। गत पौष 25 गते मात्रै झापा क्षेत्र नम्बर 1 का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो पुलको औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ। यो पुलको भार वहन क्षमता चाहिँ 90 मेट्रिक टन रहेको छ। निकै रमाइलो पुल रहेको छ। दिनहुँ जसो सयौंको संख्यामा यहाँ चाहिँ पर्यटकहरूको आवागमन भइरहेको छ। आज हामी यहाँका सम्पूर्ण दृश्यहरू देखाउने छौं। यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। यसरी हामी देख्न सक्छौं ससाना नानीहरू पनि यो झोलुङ्गे पुलमा चाहिँ रमाइलो गर्न आएका छन्। खास गरी बिदाको दिन अलिक धेरै चहल पहल हुने गर्दछ यहाँनेर। यहाँ चाहिँ फोटो सुट भिडियो सुट गर्नको लागि पनि निकै उपयोगी मानिन्छ। यहाँको सिन नै यो खालको छ कि मजाले फोटो सुट भिडियो सुट चाहिँ गर्न सकिन्छ। र ठ्याक्कै मैले यो जुन सबैभन्दा लामो झोलुङ्गे पुल रहेको छ कोशी प्रदेशको, यसका पुलको जग्गादातालाई मैले भेटेको छु। हजुरको शुभ नाम बताइदिनु न। मेरो नाम खगेन्द्र प्रसाद गर्दोला। यो बुद्ध शान्ति 7। हजुर, तपाईँ कति नम्बरको जनप्रतिनिधि पनि हुँ भन्नुहुन्थ्यो नि? म बुद्ध शान्ति 7 को जनप्रतिनिधि, वडा सदस्य। वडा सदस्य है। हजुर। हजुरले यो पुलको लागि जग्गा दान गर्नुभएको रहेछ हैन? खास गरी कस्तो महसुस गरिरहनु भएको छ? यतिखेर धेरै पर्यटकको चहल पहल बढिरहँदाखेरि कस्तो महसुस भइरहेछ हजुरलाई? यो ठाउँ धन्न दिएछ। यो ठाउँमा भनेको 1 लाख रुपैयाँ कट्ठा जग्गा नकिन्ने जग्गा भनेको जग्गा हामीले वडा कार्यालयलाई त बुद्ध शान्ति 7 को वडा कार्यालयलाई 4 कट्ठा जग्गा दियौँ। त्यसले गर्दाखेरि यहाँनिर अलिकति चहल पहलबाट हामीले 8-10 लाख रुपैयाँ कट्ठा जग्गा बेच्न पायौँ। यहाँ मान्छेको अलिकति घुइँचो भयो। त्यति हुँदाखेरि अब अहिले यो पुललाई जग्गा दिनुपर्छ भन्दै गर्दाखेरि हामी उँभोबाट बनिने भन्नुभयो। होइन, अब उँभो बनिन्छ भने ठिकै छ, भएन भने फिर्ता नहोस् हामी दिन्छौँ भनेका थियौँ। हामीले जग्गा दियौँ। यहाँको कृषि पर्यटनका लागि नै हामीले मुख्य गरेर यो जग्गा दिउँ। यहाँनिर पर्यटकीय स्थल बनोस् भन्ने हाम्रो लक्ष्यता छ। पक्कै पनि यहाँले निकै नै राम्रो काम गर्नुभएको छ हैन? एउटा पर्यटन प्रवर्धनको लागि अथवा स्थानीय क्षेत्रको विकासको लागि यो समयमा जग्गा दान गर्नु नै ठुलो कुरा हो हैन? अन्त्यमा के भन्न चाहनुहुन्छ यो भिडियो हेर्नुहुने दर्शकहरूका लागि? हामीले जग्गा दिँदै गर्दाखेरि हाम्रो लक्ष्य के हो भने यो पर्यटकीय स्थल बनोस्। यो ठाउँमा धेरै मान्छेको आवाजात बनोस्। यो सुनमाई चाहिँ यस्तो ठाउँ छ जो चाहिँ बिर्तामोडतिर अत्यन्तै गर्मी भएर आउँदा पनि सुनमाई चाहिँ शीतल छ है। यहाँनिर हामीले जानुपर्छ। अनि साथसाथै यहाँ परतिर हरित पार्क छ, त्यहाँ पनि जानुपर्छ है हेर्नका लागि। भ्यू टावर छ, जरेबर छ। यी पर्यटकीय स्थलमा घुम्नुपर्छ भन्ने भनेपछि खास गरी यसलाई चाहिँ हामीले पूर्वकै एउटा नमुना पर्यटकीय स्थलको रूपमा विकास गरौँ हैन? हस्, धन्यवाद छ यहाँलाई। ल, यो झोलुङ्गे पुल बनिएसके तपाईहरु देख्न सक्नुहुन्छ। यो आइसक्रिमदेखि लिएर चाहिँ यहाँ हाम्रा भाइले चाहिँ पानीपुरी होइन यो? ल, ठिक छ। पानीपुरीको आइटम पनि यहाँ पाइँदो रहेछ। बिक्री चाहिँ कस्तो छ भाइ अहिले? बिक्री आज ठिकै छ, राम्रै छ। राम्रै छ। ल, ठिक छ। भनेपछि खास गरी बिदाको दिन अलिक चहल पहल हुन्छ होला है? हजुर, बिदाको दिन मात्रै हो, अरू दिन कम्ती नै मान्छे। ए, सामान्य नै छ हैन? ल, ठिक छ। यसरी चटपटे तपाईहरु ताजा खानको लागि चाहिँ यो भिडियो हेरेर यहाँ बहिनीकोमा आइदिनु होला। पक्कै पनि मलाई लाग्छ यो भिडियो हेरेपछि तपाईले पक्कै कमेन्ट गर्नुहुनेछ। यहाँ चाहिँ फोटो खिच्नको लागि चाहिँ सुविधा छ। त्यसै गरी ड्रोनबाट पनि तपाईहरुले भिडियो बनाउन सक्नुहुन्छ। त्यसै गरी यहाँ पनि चटपटे बनिरहेको छ। अलिकति देखाइदिउँ है। ल, ठिक छ। मिठो मिठो चटपटे चाहिँ यहाँ बनिरहेको छ। यहाँ पनि चटपटेका आइटमहरू यहाँ पनि तपाईहरु देख्न सक्नुहुन्छ। यसरी चाहिँ ताजा ताजा चटपटे बनाइरहेछ यो पुलको छेउमा। र खास गरी बिदाको दिन चाहिँ अलिक धेरै संख्यामा पर्यटकहरूको आवागमन हुने गर्दछ। सम्भवतः यो चाहिँ कोशी प्रदेशकै सबैभन्दा ठुलो लामो झोलुङ्गे पुल भनेर चाहिँ चिनिन्छ। र यतिखेर हामी यो कोशी प्रदेशकै लामो झोलुङ्गे पुलमा चाहिँ
खास गरी यो फलफुल बेच्नुहुन्छ एकजना दाजुले। के छ हजुर यो तपाईँले अर्ग्यानिक फलफुल बेचिरहनु भयो जस्तो लाग्यो होइन? दिनहुँ जसो कति जति मानिसहरू यहाँ आउनुहुन्छ? ए बिदाको दिन चाहिँ धेरै चहलपहल हुन्छ। हजुरको शुभ नाम चाहिँ? मेरो नाम केशर सुन्तिर। हस् धन्यवाद छ यहाँलाई। त्यसै गरी हामी यहाँ देख्न सक्छौँ चटपटे बनाउँदै हुनुहुन्छ एकजना बहिनीले होइन? कस्तो छ बहिनी खास गरी बिदाको दिन बाहेक अन्य दिनहरू कति आउनुहुन्छ पर्यटकहरू? ए हो फर्स्ट टाइम हजुर? ए राम्रो छ ल ठिक छ। पक्कै पनि स्थानीय तहले पनि यसलाई थप व्यवस्थित बनाउन खोजिरहेको छ होइन? तपाईँहरूले पर्यटकहरूलाई सुविधा दिनुहोला अनि यसो औसत मूल्यमा मात्रै आफ्ना सामग्रीहरू बेचिदिनु भयो भने अझै धेरै चहल पहलमा चाहिँ वृद्धि हुन्छ होइन? र यहाँ चाहिँ विभिन्न आइटमहरू रहेछ तर यहाँको चाहिँ मालिकको हुनुहुन्छ मैले देखिनँ होइन? नत्र केही कुराहरू सोध्ने थिएँ। ए उहाँ हुनुहुँदो रहेछ ल। यसरी तपाईँहरू चाहिँ एउटा रमाइलो कुरा के हो भन्दाखेरि यहाँ चाहिँ सबै खालको आइटम ल हेर्नुहोस्, सागसब्जी फलफुलदेखि लिएर चाहिँ सबै कुराहरू पाइँदो रहेछ होइन? हजुर दिनै पछि आउनुहुन्छ कि आजबाट सुरु? ए ल ठिक छ। निकै नै खुसी लाग्यो। स्थानीय स्तरको एउटा विकासको निमित्त यो राम्रो आयाम हुनसक्छ। ल तातो तातो प्याजी पनि यहाँ पाइँदो रहेछ। तपाईँहरू पुल हेर्न आउनुभयो भने उहाँकोमा आएर चाहिँ प्याजी खाइदिनु होला। भनेपछि के छ कतिको यहाँ चाहिँ प्याजी बिक्री हुँदैछ दिदी? राम्रै हुँदैछ है? ल ठिक छ खुसी लाग्यो। अब ए आलु चप पनि बेच्नुहुन्छ? ए यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ चटपटेको आइटमहरू पनि यहाँ चाहिँ उपलब्ध रहेको छ। चटपटे बदाम र त्यसै गरी यहाँ पनि प्याजी पाकिरहेको छ होइन? हाम्रो भाइले चाहिँ बनाउँदै हुनुहुन्छ। ल हेर्नुहोस् ताजा ताजा प्याजी होइन? यहाँ पनि आलु चप रेडी रहेछ। त्यसै गरी यो मुरैको डल्ला हामी केटाकेटी हुँदाखेरि यो खान्थ्यौँ, अझै पनि यो पाइँदो रहेछ होइन? ए ठिक ठिक मैले चाहिँ आफै मात्रै सम्झेँ। ए ल बल्ल उहाँले कुरा बुझाइदिनु भयो। यसरी छातामा सट्ट गर्मी भयो भनेदेखि चाहिँ छाता ओढेर एउटा बदामलाई कति होला एक पोकालाई? 50 मात्रै हो। ल ठिक छ। यहाँ घुम्न आउँदाखेरि बदाम खाइदिनु होला हाम्रो ब्रदरकोमा है त। यहाँ चाहिँ यसरी पानीपुरी लगायत चटपटे आइटमहरू होइन खाना चाहनुहुन्छ भनेदेखि आउनु होला। बहिनीले नि बेच्नुहुन्छ? ए ल ठिक छ। कहिलेबाट सुरु गर्नुभयो हजुरले? शनिबार। अनि के छ कतिको पर्यटकहरू आउनुहुन्छ? अलिअलि है? सबैले बाँडी खानु पर्यो होइन? ठिक छ। ल यहाँ देख्न सक्नुहुन्छ यसरी बहिनीहरूले चाहिँ कोही चाहिँ अब पान त्यसै गरी अन्य आइटमहरू यहाँ पाइँदो रहेछ। तपाईँ पानको पारखी हुनुहुन्छ। यो चाहिँ के हो? ठिक छ। उहाँले एकदमै राम्रो सोचेर राखिदिनु भएको छ किनभने हरेक मान्छेको रुचि फरक हुन्छ नि त होइन?